नमस्कार साथीहरू, आज हामी हेर्न गइरहेका छौं पोकोको नयाँ स्मार्टफोन पोको M8s। यो फोनले बिग 7000 mAh ब्याट्री, 144Hz AMOLED डिस्प्ले र स्न्यापड्रागन चिपसेट लिएर मिड रेन्ज सेगमेन्टमा एकदम कम्पिटिसन दिने क्लेम गरेको छ। तर यो फोनको रियल एक्सपिरियन्स कस्तो छ? गेमिङ, क्यामेरा, ब्याट्री, प्राइस रेन्जमा अथवा डेली युजको लागि वर्थ इट छ कि छैन? आज हामी प्र्याक्टिकल वेमा हेर्नेवाला छौं। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिले बक्स खोलेर हेरौं। बक्सको डिजाइन टिपिकल पोको ब्रान्डिङमा छ भने बक्स भित्र सबै एक्सेसरिजहरू इन्क्लुड गरिएको छ। बक्स भित्र हामीले पाउन सक्छौं पोको M8s को ह्यान्डसेट, 33 वाट को चार्जर एडाप्टर भने टाइप सी केबल, सम डकुमेन्टेसन एन्ड देन द बेस्ट पार्ट द सिलिकन केस। यो प्राइस रेन्जमा चार्जर इन्क्लुड गरेको चाहिँ इम्प्रेसिभ नै हो बिकज आजकल धेरै जसो ब्रान्डहरूले चार्जरहरू रिमुभ गर्न थालिसकेका छन्। यो फोन हातमा लिँदा चाहिँ अलिकति हेभी फिल हुन्छ तर इट्स अभियस नै बिकज यसमा 7000 mAh को ब्याट्री छ। ब्याक प्यानल सिम्पल र क्लिन देखिन्छ भने क्यामेरा मोड्युल पनि एकदम नै प्रिमियम भाइब दिने नै छ। यो फोनको साइडमा चाहिँ फिङ्गरप्रिन्ट सेन्सर छ जुन चाहिँ पावर बटनसँग इन्टिग्रेटेड छ र मलाई यो प्लेसमेन्ट चाहिँ एकदम नै प्र्याक्टिकल लाग्यो। फोन IP64 रेटेड पनि छ जुनले गर्दा नर्मल डस्ट अथवा स्प्ल्याशबाट प्रोटेक्सन पनि पाउन सकिन्छ। यो फोनमा 6.9 इन्च FHD+ AMOLED डट डिस्प्ले पाउन सकिन्छ। डिस्प्लेको सबैभन्दा राम्रो फिचर भनेको चाहिँ 144Hz रिफ्रेश रेट हो जुनले गर्दा चाहिँ स्क्रोलिङ, एप स्विचिङ, सोशल मिडिया कन्जम्पसनहरू एकदमै स्मुथ फिल हुन्छ। डेली युजमा भने डिफरेन्स चाहिँ इमिडिएटली नोटिस गर्न सकिन्छ। एमोलेड भएकोले कलर्सहरू भाइब्रेन्ट छ, ब्ल्याक लेभल डिप छ, त्यसैले युट्युब, नेटफ्लिक्स अथवा फेसबुक रिल्सहरू हेर्दा भ्युइङ एक्सपिरियन्स एकदमै राम्रो हुन्छ। ब्राइटनेस पनि आउटडोर युजको लागि इनफ छ। डिरेक्ट सनलाइटमा पनि कन्टेन्टहरू मजाले देख्न सकिन्छ। बेजल अलि स्लिम छ र फ्रन्टबाट फोन अलिक स्लिम देखिन्छ। ओभरअल डिस्प्ले एक्सपिरियन्स चाहिँ यो प्राइस रेन्जमा वान अफ द स्ट्रङ्गेस्ट पोइन्ट हो। पर्फर्मेन्सकै कुरा गर्ने हो भने यसमा स्न्यापड्रागन 6 जेनेरेसन 3 प्रोसेसर युज भएको छ जुनले गर्दा डेली युसेजमा इन्स्टाग्राम, फेसबुक, युट्युब अथवा क्रोम ब्राउजिङ स्मुथली चल्छ। HyperOS 2 बेस्ड अन एन्ड्रोइड 15 छ जुनले गर्दा रिलेटिभली स्मुथ एक्सपिरियन्स दिन्छ। एनिमेसनहरू एकदम नै रेस्पोन्सिभ छ र मल्टिटास्किङमा पनि खासै इस्यु आउँदैन। गेमिङको लागि PUBG, फ्री फायर, मोबाइल लेजेन्ड जस्ता गेमहरू मिडियम टु हाई सेटिङमा कम्फर्टेबली इन्जोय गर्न सकिन्छ। यो फ्ल्यागशिप पर्फर्मेन्स एक्सपेक्ट गर्ने फोन त होइन तर डेली युजको लागि पावर भने इनफ प्रोभाइड गर्छ। स्टोरेज पनि राम्रै छ। 6GB ऱ्याम, 128GB स्टोरेज र 8GB ऱ्याम, 256GB स्टोरेजको भेरिएन्ट्सहरू अभाइलेबल छ। मेरो विचारमा फ्युचर युजको लागि 8GB ऱ्याम वाला भेरिएन्ट लिँदा पछि राम्रो भ्याल्यु पाउन सकिन्छ। क्यामेरा सेक्सनमा यसमा 50MP प्राइमेरी क्यामेरा छ। डेलाइट फोटोहरू डिटेलमा खिच्न सकिन्छ। कलरहरू नेचुरल साइडमा देखिन्छ भने डाइनामिक रेन्ज पनि एकदम नै डिसेन्ट छ। पोर्ट्रेट मोडमा एज डिटेक्सन एभरेज भन्दा माथि छ भने लो लाइटमा सर्टेन लिमिटेसन्सहरू छ तर प्राइस रेन्ज अनुसार यतिको रिजल्ट एक्सेप्टेबल नै हो। फ्रन्टमा 8 मेगापिक्सल सेल्फी क्यामेरा छ। सेल्फी क्वालिटी सोशल मिडियाहरूमा अपलोड गर्नको लागि पर्फेक्ट छ। भिडियोको कुरा गर्ने हो भने यो क्याजुअल कन्टेन्ट क्रिएटरको लागि इनफ छ तर प्रोफेसनल लेभल चाहिँ एक्सपेक्ट नगर्नु होला। ओभरअल क्यामेरा एक्सपिरियन्स डेली मोमेन्ट्सहरू क्याप्चर गर्नको लागि र सोशल मिडिया युज गर्नको लागि राम्रो नै छ। यो फोनको सबैभन्दा बिगेस्ट हाइलाइट नै ब्याट्री हो। 7000 mAh को ब्याट्री भनेको ठुलो क्यापेसिटी हो। हेभी युजर्सहरू हुनुहुन्छ भने यो ब्याट्री एक दिनसम्म मजाले टिक्छ र मोडरेट युजर हुनुहुन्छ भने चाहिँ 2 दिनसम्म यसको ब्याट्री मजाले टिक्छ। अनि ब्याट्री लाइफ प्रायोरिटाइज गर्ने युजरहरूको लागि यो एकदम नै एट्र्याक्टिभ अप्सन हुन सक्छ। अर्को इन्ट्रेस्टिङ फिचर चाहिँ 18 वाट रिभर्स्ड वायर चार्जिङ हो। इमर्जेन्सीमा हजुरले अरू फोन अथवा एसेसरिजहरू चार्ज गर्न सक्नुहुन्छ। अब प्राइसकै कुरा गरौँ। 6GB ऱ्याम, 128GB स्टोरेजको प्राइस 37,999 मात्र र 8GB ऱ्याम 256GB स्टोरेज भेरिएन्टको प्राइस भने 44,999 मात्र। अब अर्को क्वेसन भनेको यो फोन चाहिँ कसलाई रेकमेन्ड गर्न सकिन्छ त? यदि तपाईहरू ब्याट्री लाइफलाई हाईएस्ट प्रायोरिटी दिनुहुन्छ, स्मुथ एमोलेड डिस्प्ले चाहिन्छ, डेली पर्फर्मेन्स रिलायबल चाहिन्छ र डिसेन्ट क्यामेरा पनि चाहिन्छ भने पोको M8s एकदमै राम्रो अप्सन हुन सक्छ। फ्ल्यागशिप क्यामेरा अथवा हाई एन्ड गेमिङ गर्ने युजर्सहरूको लागि यो अलिक पर्फेक्ट नहोला तर ओभरअल प्याकेज हेर्दा ब्यालेन्स एक्सपिरियन्स प्रोभाइड गर्छ। तपाईलाई पोको M8s को कुन चाहिँ फिचर सबैभन्दा राम्रो लाग्यो कमेन्टमा अवश्य लेख्नु होला। यस्तो नै ग्याजेट्सको अनेस्ट भिडियो
टेक रिभ्युज अथवा अनबक्सिङहरू हेर्न चाहनुहुन्छ भने यो च्यानललाई लाइक, शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला। म फेरि अर्को राम्रो टेक भिडियोसँग भेट गर्ने नै वाला छु। अहिलेको लागि थ्याङ्क यू सो मच फर वाचिङ।